म चाहिँ टिकटक लाइभमा बस्दै थिएँ, साथीहरूसँग बोल्दै थिएँ, अब मेसेजहरू पढिरहेको थिएँ। त्यतिखेरमै उहाँले मलाई चाहिँ कुरा गर्नुभयो, सृष्टि मलाई तिमीसँग कुरा गर्नु छ, इनबक्समा आएर मलाई कुरा गर है भनेर भन्नुभयो। मैले ओके भने। उसले त मलाई माया होइन नि त, उसले त मलाई युज गर्न खोजेको रहेछ नि त। होटेलै जाऊँ भने त होला होइन र, सिधै त घर त लाँदैन होला नि, लान्छ। छोरी मान्छे जब एक्लै छ, यसको बुढा छैन भनेपछि चाहिँ मान्छेहरूले धेरै किसिमले हेर्छन् कि म यदि त्यस्तै युज गरेर हिँड्ने भएको भए त मलाई यो चाहिँ पसल किन चलाउनु पर्यो, म चाहिँ त्यो भन्छु क्या, हो कि भन न। आखिर एउटा मैले त्यो शरीरै बेचेर खानु छ भने त मैले चाहेको भए त जस्तो पनि मान्छे पटाउँथेँ होला नि त। उसले सोच्यो सायद यो पैसामा बिक्छ यो केटी भन्ने उसको चाहिँ सोचाइ। म त्यो पैसामा बिक्ने परिनँ, बरु मायाले किन्नुहोस् म किन्छु बरु, तर म कसैको पैसामा चाहिँ म बिक्नेवाला होइन। उहाँले लाइभबाट हट्नुभयो, लाइभबाट हटेपछि चाहिँ म इनबक्समा गएँ, म पनि लाइभबाट हटेपछि चाहिँ इनबक्समा गएर मेसेज गरेँ चाहिँ उसले मलाई नम्बर माग्यो। कति बेरसम्म त मैले दिएको थिइनँ पनि होइन। अनि उसले नम्बर माग्यो गरे भने चाहिँ मैले नम्बर दिएर चाहिँ अनि हाम्रो वाट्सएपमा कुरा भएको थियो। वाट्सएपमा कुरा भएको थियो। उसले चाहिँ म अहिले पोखरामा छु, मेरो चाहिँ केही कारोबार गर्न भनौँ न कारोबार छ, कारोबार मिलाउनुको लागि चाहिँ म अहिले पोखरामा छु। म यो कारोबार सबै सिटाएर आइसकेपछि चाहिँ म काठमाडौँ आउँछु, काठमाडौँ आएपछि म तिमीलाई भेट्न आउँछु भन्ने कुरा गर्नुभयो। ल ठिक छ भनेर भने। त्यसपछि चाहिँ म चाहिँ एउटा राणा हुँ, मतलब मेरो बुढी मरेको कोरोनाको बेलामा। राणा क्या, अब राणा हो कि राँगा हो त्यो है, जे होस् के होस् त्यो खाते। अनि मैले चाहिँ अनि किन र के भएको र भनेर भनेको, उसले चाहिँ मेरो चाहिँ कोरोनामा लागेर चाहिँ मेरो श्रीमती चाहिँ डेथ्नु भएको भनेर उसले मलाई कुरा गरे भनेपछि अब योभन्दा 4 वर्ष अगाडिको कुरा, उहाँको श्रीमतीको डेथ भएको। अनि उहाँले चाहिँ भने चाहिँ अब तिमीले पनि राम्रो इमान्दारी केटा पायो भने पे गर्छौ भन्ने कुरा गरेको रहेछौ भनेर भन्नुभयो। पायो भने त गरौँला भनेर मैले चाहिँ जिस्किरहेँ है। अनि त्यसपछि उसले कुरा राख्यो, कुरा राखेपछि हुन्छ भेटौँला, मैले पनि भने भेटौँला, कुरा गरौँला, एकअर्कालाई चिनौँला पहिला। अब तपाईँ कस्तो छ, म कस्तो छु, न तपाईँ थाहा छ न मलाई थाहा छ, हुन त तपाईँले मलाई देख्नु भएको रहेछ। अब उसले चाहिँ मैले तिमीलाई 2 वर्षदेखि फलो गरेँ भनेर भन्नुभयो उहाँले। ए हो र भनेर भने। अब अनि मैले चाहिँ अब फलो त गर्नु भइहाल्छ नि, अब छाएको छाइ छु मैले भने। अनि ए भन्यो। त्यसै त अनि मैले चाहिँ के भने अब तपाईँले पनि चिनेको छ, मैले चिनेको छैन नि त, मैले पनि त चिन्नु पऱ्यो कस्तो मान्छे हो, भोलि अब 2 दिनको लागि मात्रै माया हो कि यो सदाभरिको होइन भनेर भनेपछि उसले ल ठिक छ म उता आएपछि भेट्छु है भनेर भन्नुभयो। त्यसपछि 18 गतेको दिन चाहिँ उहाँले भनौँ न पोखराबाट यहाँ काठमाडौँमा ल्यान्ड गर्नुभयो। अनि 19 गते चाहिँ मेरो पसलमा आउनु भएको रहेछ है, आउनु भएको रहेछ, आउनुभयो भनौँ न, कल गर्नुभयो मलाई। म चाहिँ टिकटक बनाउनुको लागि जुत्ता दिदीको पसलमा गएको थिएँ। त्यसपछि उहाँ धेरै होइन धेरै बसेँ, ल मेरो पसलमा त्यस्तै 20-25 त्योभन्दा सायद बस्नु भएको छैन जस्तो लाग्छ मलाई। मम्मीहरूसँग त्यहाँ बहिनीहरूसँग गफसप गर्नुभयो, अब के गर्नुभयो मलाई थाहा छैन होइन। चिसोहरू खानु भएछ, मलाई फोन गरेको थियो। त्यसपछि म आएँ, आएपछि मसँग त्यस्तै धेरै होइन 5-10 मिनट कुरा गरेँ होला मसँग चाहिँ। भेट भयो, कुराकानी भयो। त्यही त जम्मा फेस टु फेस भनेको मैले 19 गतेको दिन